नहाली घिउमा कुखुराको मासु बनाउँछु। यो चाहिँ हामी मकैको भात खानेलाई मजाले झोल पनि उम्लिरहेछ है। हेर्नु च्याख्ला खानेलाई च्याख्ला, चामलको भात खानेलाई चामलको भात। यो चाहिँ फर्सीको बिया है। म चाहिँ छोप बनाउनको लागि फर्सीको बिया भुट्न लागेको छु। मैले तिल भुट्दैछु। यो चाहिँ सेतो खालको तिल हो। म बनाउन स्टार्ट गरिसकेको छु है। खोइ दिदी भाडा चुला दिन बेलुकाको भान्सा ल के त हो भन्दा सेवा एन्ड नमस्ते सबैजनालाई। वेलकम टु माई युट्युब च्यानल। हिजो अस्ति 2 दिन 3 दिनको वर्षाले चाहिँ एकदम धेरै क्षति गरेको छ हाम्रोतिर चाहिँ है। आज बिहान अलिकति घाम लाग्लो जस्तो भएको थियो, तर घाम लागेन। फेरि एकदम धेरै उस्सु कुहिरो लागिरहेछ। हिजो चट्याङले हाम्रो घर उकालोको 3 घरको वाइफाईको तार मिटर बक्स सब उडाइसकेछ नि। 3 घरको मिटर बक्स उडाएछ है चट्याङले। एकदम ठुलो चट्याङ लागेको थियो हिजो राति। हाम्रोतिर नि चट्याङले हान्छ जस्तो लागिरहेको थियो। चट्याङ भएको कारणले गर्दाखेरि पानी परेर रातभरि सुतेन पनि हामी चाहिँ। हाम्रो घरतिर धेरै क्षति गरेको छ पानीले हिजो राति। आज पनि पानी पर्छ होला है। हाम्रो बारहरू सबै लडाइदिएर यस्तो भएको छ। चिन्डोहरू बाहिर पान्तरङ पुन्तुरुङ निस्किराख्ने चिन्डोहरू सबै बारमा भएको चिन्डोहरू। अब यो बार निकाल्नु पर्छ होला। यहाँ त ओह्रालोतिरको जुनेलोहरू सबै ढालेर केही छैन है। अस्मिताको जुनेलो साथीहरू पानी परेर बिजोग छ। घरहरूको हालत खत्तम पारेको छ पानीले है। आज चाहिँ घाम चरक्क लाग्यो भने सिस्नुको फुल खोजेर खानुपर्छ। हाम्रो बजुले चाहिँ बिहान बिहान गाईलाई खले आमसे मर्छ घाँस आमसे मर्सेलो घाँस ब्लटी हुन्छ। घाँस अब बोम झन् छिट्लो गाविन बा गाविन बा ए सिस्नुको फुल हेर्नुहोस् त साथीहरू कस्तो राम्रो छ है। आज भोलि सिस्नु खाने सिजन। पानी परेर सिस्नु पनि खानु पाइरहेको छैन। अब यो भ्लग पनि कहिले हाल्छु थाहा छैन है। अर्को भ्लग पनि कहिले हाल्छु हो थाहा छैन। एडिट गरेर रेडी गरेको छु। वाइफाईको तारहरू सबै गएको छ क्या चट्याङले हानेर। अब कति दिनपछि भ्लग आउँछ। आजको लेटेस्ट खबर भनेकै चट्याङले कहाँ के गर्यो मात्रै भइरहेछ होइन। मास्लो घर तल्लो घर जम्मा भएर सबैजनाले त्यही कुरा मात्रै गरिरहनु भएको छ। मेरो सयपत्रीको फुल यत्तिको फुलेको छ क्या। यत्तिको फुलेको थियो है। हेर्नु न सबै ढालेर हिजो बेलुकाको पानीले केही छैन। फुलको हालत यस्तो बनाइदिएछ। यसपालिको फुल त तिहारमा फुल्दैन कि जस्तो नै लागिरहेछ मलाई। अब धेरै दिन पनि छैन तिहार पनि है। मजाले फुलिरहेछ फुल यहाँ पनि।
आज मनोज र हेरो नि काठमाडौँ फर्किनु पर्ने थियो है। अब यिनीहरू काठमाडौँ पनि फर्किन्न। पानीले बाटो पुरै ब्लक गरेको छ। सिन्धुलीको बाटो पुरै बन्द छ है अहिले। अब हिजो रातिको पानीले प्रवीण भाइको घर पछाडिपट्टि यहाँनिर अलिकति पहिरो गएछ है। यता हाम्रो अशोक दाजु सुत्नु भएको ठाउँमा चट्याङले हानेको रे। मिटर बक्स जलेको पनि छ रे। अब म हेर्दै जान्छु कहाँ के भएको रहेछ। माम जेठी खोइ थाहा पुल वप्टी जस्ताहरू त पल पारेछ नि। टोमटी चाहिँ हो माम जेठी। टोम पल पारे पो यहाँ ए धारा पनि भत्काएछ नि। फलामाटार थियो हजुर इन्टार थालला दुयो हो इनो अलकोट अलगानु पोटा थाले पोर्नु कि आलो थाले पोर्नु आछिस साइस am gato tampul grop tu gram gato grop tu mo dia ni siang gue. Yang ketu alo gasre ta mare ni yang bayar ujil kai dom ini puisi ni. हजुर am puisi ni ino i alos 2 point alo दस ताम छेउला स्पोरे नि ino ke ya ए आलो bros jadi patuma i am gato kaksi blat dure alam kaksi re malam peti blat du bare आलो हामी है अम्मा यति ini roese झिल का छिरे मेरे मा खोल बोलूं वाला के यान के ढासारे रहेछ है यत्रो पलै पारेछ नि ब्रेन्ना सिरेना बोइनी नसमा नमसमा छु दुई जना खोला हरा कसरी जाने अशोक दाजु ठै गभर्नमेन्ट हो ओसा दाजु फेक करी मेला दुआर मिटर बस्न मिटर बक्समा सिधै गभर्नमेन्ट अफसर चाहिँ ए आलम बटन लेटु आलमै आलो हामी आलम थिङ बर्ती छ उ वेगियो पुम्लो ए यहाँ तल जलाएछ नि यताहरु पनि हजुर ठिकै तेलले ए यता तार छप ठुटो बनाएछ अनि त्यो छोपीमा आउँदा ठोगा माग्छ ले यता पनि जलेछ नि अम्मा ऊपर तारमा में थियो तारमा में टोटल तार ये जलाइदिनु रे अनि या वा कोट सब प्लान किमा हट्टरे धन्न रहेछ नि धन्न ब्ल्याङ्कु मेरो उसे हम कुन ग्लामे एकैचोटी आम सुरु छोड्ने आवाज छ आम सिसा यस्तो काले बनाएको रहेछ नि त दाजु ठ्याक्क आम सिरा दाजु आठौडे उनी गाउँमा बाहिर आवाजको ठोम्याङको बाहिर पर्छ नि भोजो ढाउ गाटा देमा देतो बनाउलो खुनीमा बक्सिया फुटुम पर्ला भोजो वकियो बाटोमा खुनीमा लाबरमा खुनीमा मम्मा ओखाल्नु नि हजुर इमे आम काटुम बाई श्याम काटुम बाई रे मरे आम काटुम या चलो या मे का हत्तरेका टोटै रहेछ न वाइफाइ न इमे टोटै राउटर ओ मेरे हाम्रोतिरको क्षति हाम्रो टोलमा सबैभन्दा क्षति यहाँ भएछ है हिजो राति एकदम ठुलो चट्याङ घरभित्र चाहिँ यहाँनिर मल्टिप्लग योहरू निकाल्दैछ अनि यहाँ हाम्रो दाजुहरूको राउटर पनि जलाइदिएछ है हिजो डेन्जरै थियो क्या डेन्जरै थियो यस्तो जलेछ हेर्नु न वाइफाईको पनि जलेछ छोरो ग्लाम नि ल्यान्दिमा आलो छ टुङ्ग्याने या राखी थियो के बेलका
Ana so puliama uame ni. आमाको ग्राक्टी इयरफोन रे तलको त्यो जलेको मिटर बक्सको सिधा माथि चाहिँ हाम्रो अशोक दाई सुत्नु भएको रहेछ यहाँनिर है उहाँलाई केही पनि थाहा छैन र फेरि अब त्यस्तो मिटर बक्स जलाएको छ उडाएको छ हाम्रो अशोक दाईलाई के अत्त पत्ता छैन गुन्द्री नै कालो भएको छ तर हाम्रो अशोक दाईलाई थाहा छैन त्यही फुटिलो रहेछ न फरक छ के मोर मिटर बक्सको चाहिँ हट त्यो चटनी भित्रको त्यो रातोली गयो नि राउटर पनि गएछ न न अयो न मेरो भादेनीहरू आहा झन्डै लड्यो बिहान फेरि हाम्रो घर आउँदैछन् है यहाँ हुनुहुन्छ मम्मी हाम्रो घरमा टलुस टलुस आउनु यता ल आउनुहोस् भित्र हिँड्नु ल मम्मी भित्र हुनुहुन्छ ल हिँड्नु नातिनीहरू आइपुगेछन् अब मम्मी खोइ कि मम्मी खोइ मम्मी खोइ भनेको भने माथि लिएर आएँ म त ल है त फेरि स्वागत छ फेरि पनि ल बजारमा चाहिँ नि घरै घर हुन्छ जस्ताहरू पल पारेको मैले सबै खिचिसकेँ हजुर दायाँ मायाहरू बोट बिरुवा हुँदैन त्यही भएर चटेल अर्थिङ गेम पलि इमेल हात चुम्न खाना बनाउन लागेको छ माम कान्छीले चामल केलाउँदै हुनुहुन्छ है अलिअलि घाम लाग्लो जस्तो भएको छ आज घाम लाग्यो त हुने साथीहरू काम पनि लाग्दैन होला आजको वेदर यस्तै छ है त्यही घाम लाग्लो जस्तो हुने त्यही उसो कुहिरो लाग्ने बाबाले चाहिँ कुखुरा बनाउनु लाग्नु भएको छ कुखुरा चाहिँ काटिसकेको छौँ यतापट्टि मेरो बहिनी दुईजना भदैनीहरू खेल्दैछन् के बनाउँदैछ पानी पनि गयो गयो ओहो गाउँको बसाइ यिनीहरू पनि तरकारी पकाउन लागेको छु है कराई तात्तिसकेको छ आज चाहिँ धेरै मसलाहरू नहाली घिउमा कुखुराको मासु बनाउँछु मासु यहाँ छ है काटिसकेर पनि लोकल भालेको झोल खानुपर्ने छ आज साथीहरू प्याज पनि काटेर रेडी छ तरकारी बनाउँदैछु तरकारी यहाँनिर चाहिँ च्याख्ला पाक्दैछ है खानाहरू पाक्दैछ के तरकारी पाक्दैछ मासु ए नमस्ते माम जेठी
हाम्रो पाँचजनालाई पनि नमस्ते छ। नमस्ते छोरी नमस्ते। साग पाक्दैछ हाम्रोमा, मासु र साग। सुँगुरको मासु र रायोको साग होइन? हजुर, रायोको साग त्यही हो। ठिक छ ठिक छ। खोइ भाइ बहिनीहरू भाइ बहिनीहरू उता खेल्दैछन्, लगभग धेरैजना। मैले यही खिच्न आएको खासमा। आम्मा किङजङ के भनेको? टाटा टुटु भनेको हो? नयाँ मान्छेको इन्ट्री भयो। यहाँ को छ? उत्सव, चेतना, किङजङ, चाहना, सेरेना, ब्रियन्ना। खेलेको मजा आइरहेछ? लु 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 खेल 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 खेल। किङजङ मजा आइरहेछ गाउँ? सबैजना यता हेर्नुहोस् त, यता हेर्नुहोस्। खोइ सबैजना यता हेर, सबैजनाले खोइ यता हेर, यता हेर, यता हेर। सबैजनाले एकैचोटि नमस्ते गर त। नमस्ते सबैजनालाई। किङजङ खोइ तपाईँले नमस्ते गर्नुभएको? नमस्ते गर्नु सबैजनाले। के भयो अरे? मलाई पिट्छस्? छाडा भएको उत्सव? छाडा भएको उत्सव? ल खेल ल, म जान्छु घर। ल खेल खेल। चब्बे साम्य साम्य क्या हो? थाल भाइ ल तरकारी है। यो चाहिँ रगत है, मैले चाहिँ मकैको पिठोसँग मिक्स गर्दैछु। पहिलेदेखि हामी चाहिँ यस्तो पनि गर्थ्यो क्या, रगत मकैको पिठो हालेर। नयाँ मकै भयो भने चाहिँ यस्तरी पनि हालिन्छ है। सुप पनि अलिकति बाक्लो पनि हुन्छ अनि अलिकति मिठो पनि हुन्छ है साथीहरू। यस्तै हालिदिनुपर्छ। रगत हालेपछि चाहिँ मासुको कलरै कस्तो चेन्ज हुने क्या, डिसकलर हुने केही छैन। अब चाहिँ झोल हालेपछि हाम्रो तरकारी पनि रेडी हुन्छ है। अब चाहिँ हाम्रो खाना पनि पाक्नु लाग्यो है। चामलको भात अघि नै पाकिसकेको। यो चाहिँ हामी मकैको भात खानेलाई। मजाले झोल पनि उम्लिरहेछ है, हेर्नुहोस्। अब चाहिँ हाम्रो खाना तरकारी सबै कुरा रेडी भइसक्यो। अब चाहिँ हामी खाना खान्छौँ साथीहरू। चिसो चिसो मौसम छ एकदमै धेरै। स्मलको होइन है, त्यो त तरकारी खाना पस्किसकेको छौँ है। यो 2 थरीको खाना छ। च्याख्ला खानेलाई च्याख्ला, चामलको भात खानेलाई चामलको भात। तरकारी चाहिँ एउटै खाले है, मासु। खानेकुरा रेडी भइसक्यो। अब चाहिँ हामी खाना खान सुरु गर्छौँ है। हो हजुर। नुन लाग्यो पकाउँछ? डल्ले खोर्सानी मिठो छ?
ल मकैको भात छ है। म चाहिँ मकैको भातसँग पापकान छ। पापा हामी चाहिँ मकैको भातसँग खान लागेको छौँ। सुरु पनि गरिसक्नु भयो त चाहिँ अब म पनि सुरु गर्छु। हाम्रो पापाले पनि सुरु गरिसक्नु भएको छ। अनि यता छ दुईटा मेरो ह्यान्डसम भाइहरू एकदम भने कागती काट्दैछन् होइन खाना खानको लागि। हामी काठमाडौँ जानु पर्ने छ। गएकै हो पानी परेर। मोबाइल अहिले यति बिजोग तरिका हुने मोबाइलहरू चार्ज गरिराखेको छौँ है। मेरो चाहिँ अघि पानीमा अस्ति स्विमिङ खेलेर टिकाको दिन रातभरि अहिले चाहिँ ऊ चाहिँ सुतिरहेको छ। अहिले थाकेर हाम्रो मोबाइल चाहिँ। छिटो खाऊ 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 ल। खाने चाहिँ चामलको भात खाँदैछन्। मोबाइलमा 3वटा चार्ज हुँदैछ। उतापट्टि कतिवटा छ है? उता 3वटा यता 5वटा मोबाइलहरू चार्ज हुँदैछ। भन्न कस्तो भएछ सुप? मिठो भएछ? मिठो बवाल। मतिर त नहेर्नु ल कागती लिनु बाबु छ कागती। लु किन है कागती पनि। चेतना खाना मिठो भएको छ? आमाले यसरी बाबु पे कलर फेरि पाइने मे लास्ट सबै इस पानी ह यो चाहिँ फर्सीको बिहा है। म चाहिँ छोप बनाउनको लागि फर्सीको बिहा भुट्न लागेको छु। कराई बसाइसकेछु है। अब कराई तातेपछि चाहिँ म फर्सीको बिहालाई राख्छु। फर्सीको बिहा चाहिँ पाकिसकेको छ है। अनि अहिले चाहिँ मैले तिल भुट्दैछु। यो चाहिँ सेतो खालको तिल हो अचारको लागि। अब टमाटर चाहिँ छैन। आज कसरी अचार बनाउनेवाला छु मलाई पनि केही आइडिया छैन है साथीहरू। लागि किमा काट्दैछु है। आज किमामा चाहिँ यो चिकन हो। चिकनको मोमो बनाउनु लागेको छौँ हामीले। चिसो चिसो मौसममा तातो मोमो खाने हो आज चाहिँ हामी। अचारको लागि तेलमा जिरा मेथी बेसार अनि पिसेको अदुवा लसुनको पेस्ट राखेर थोरै मैदा राखेर पकाउँदैछु। यहाँनिर छ यो पिसेको फर्सीको बिहा र तिल। कता पनि पाबालुको मजाले है थोरै पानी हाल्दै पकाउँदै थोरै पानी हाल्दै पकाउँदै गर्नुपर्छ।
झोल हालिसकेको छु अचारको लागि। अब यो उम्लेपछि चाहिँ हाम्रो अचार रेडी हुन्छ। म बनाउन स्टार्ट गरिसकेको छु है। 37 लाख पैसे बाँच्न जाने हे जाने पनि बरु पठो लाग्छ। यता चाहिँ मोमोको लागि पानी बसाइसकेको छौँ है। अनि हाम्रो अचार पाकेर रेडी भइसकेको छ यहाँनिर। स्टिल पानी परिरहेछ है। पानी कम हुने चान्स के छैन। कहाँबाट हो त घाम लाग्ला जस्तो भइराखेको छ। तर अब घाम चाहिँ लाग्नेवाला छैन। सबै कुराहरू बिगारिसकेको छ पानीले है। केही पनि छैन। तस नहस पारिसक्यो 3 दिनमा। मोमो पाक्दैछ है। हामीले बनाइसक्यौँ। अचार पनि रेडी छ। हाम्रो मोमो हेरौँ साथीहरू। वाउ, ल हेर्नुहोस् मोमो। ल अब 10 मिनट जतिमा चाहिँ 3 सेट टक्क पाक्छ। साथीहरू अहिले साँझको वेदर चाहिँ यस्तो देखिरहेछ है। झरीपछि हेर्नुहोस् न, बादलहरू त पक्का लागिरहेछ होइन। क्यामेरामा जति राम्रो चाहिँ देखेको छैन है। रियलमा यस्तो बवाल भइरहेछ क्या है। टक्क आज सन सेट पनि भएको भए अति दामी हुन्थ्यो। यतिको भएको छ अहिले साथीहरू। रात परिसक्यो। ल मोमो पारिसक्यो है खानको लागि। दुईजनाले मोमो खाँदैछ है। प्रतीक र चेतना। कस्तो भएछ? ल ल खाऊ खाऊ खाऊ। पर्दैन खोइ दिदी भाँडा। चुला दिन पप्पा लुगा उत्रे यसको त नगर्न हान्दिउ तँलाई। हान्दिउ कि गुलेली। ल साथीहरू म पनि मोमो लिनु पर्यो है। आज बेलुकाको भान्सा। ल हलिनले के गर्छ मेरो रिसले अब अन्तिम ड्यू है त। कति बजी साथ आयो? 7 बजीदेखि। धममा धम मोमो खाने कार्यक्रम भइरहेछ है हाम्रो चाहिँ। अघि माथि प्रवीण दाजु घरमा सगन्दामा थियो आएर खाना बनाउँदै हुनुहुन्छ। पप्पा मोमो खानु न त पनि। सबै लाइन बत्ती छैन। सबजना खानुमा भन्दा बढी मोबाइलमा व्यस्त। हाम्रो इमा दिदी र मामकान्छी यता। मजा ब्रोमी है त्यसमा चिकन छिट्यो ब्रोमी कि मजा। ब्रो नि त्यस अचारलाई रामेन कमी रुममा क्या। बत्ती पनि छैन है। तर एकदम ठिक छ। नाच्या ब्रोमी के ब्रो के भला काटी कस्तो भयो मोमो? दुईजना भन कति कति डल्लो खाएर भन त।
मैले 21 चेतनाले मैले यसले खाएँ भने 20 20 ल ठिक छ 20 वटा मैले यो एउटा खाएँ भने पापाले चाहिँ एक प्लेट पनि खानु भएको छैन अझै ठिक छ मिठो छ तिमीहरूले बनाएको मिठो हुँदैछ या मिठो हुन्छ आएको लगाएको चाहिँ स्पेसफुल भएको होला है स्पेसफुल दुनियाँमा आम्पा हजुर हाम्रो यता पनि मोमो पाक्दैछ है अब 2 सेट बाँकी छ हाम्रो मोमो हामीले 4 सेट खाइसक्यौँ मोबाइल पनि दिस अलिकति बाँकी मोमो छ यहाँनिर साथीहरू हाम्रो झोल यहाँ छ आज चाहिँ झोल फर्सीको बिहा र तिलको अनि थोरै मैदाको मात्रै बनाएको मैले टमाटर नभएर कस्तो मजाले जुन लागिरहेछ है आजको मेरो ब्लग चाहिँ यति नै है साथीहरू यस्तै छ के कस्तो लागेको छ कमेन्टहरू गरिदिनु होला थ्याङ्क यू सो मच मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा अझै साथ सपोर्ट गरिदिनु होला है